सभाको सभापति महोदय, मञ्चमा उपविष्ट विशिष्ट व्यक्ति अरू साथी सम्बन्धित मेरा साथीभाइ दिदीबहिनीहरू, आज यो विशेष सम्बर्धना सभालाई म सम्बर्धना नभनेर यो एउटा रिकग्निसन हो। अरू यो रिकग्निसन एज वेल एज ए सिम्बल अफ लभ अफ एन्टायर गोर्खा कम्युनिटी। हाम्रो यो अहिलेसम्म जति सम्बर्धना दिएको छ त्यो सम्बर्धना र यसको डिफरेन्स एउटा छ कि यो एन्टायर गोर्खा कम्युनिटीको आफ्नो मान्छेको एउटा माया अरू आशीर्वाद हो। यसैले लिएर म नेक्स्ट अझै जति पनि इयर्स आउँदैछ त्यसमा नि सधैँ गोर्खाको नाम अगाडि बढाउन चेष्टा गर्छु। यो विशेष सम्बर्धना सभामा हामीलाई भन्ने यस्तो आदत त छैन, किनकि हामीले जति पनि दिइन्छ ती साइन्टिफिक टक्सहरू हुन्छ। तर यो सम्बर्धनामा अलरेडी जे भन्नुपर्ने अलरेडी हाम्रो दीपक शर्मा दाई अरू देवराज सर अलरेडी सबै कुरा भनिसक्नुभयो। त्यही नि मलाई देवराज सरको एउटा कुरो भनेर मलाई याद आयो कि मलाई क्लास 11 त्यतिखेर हाम्रो एउटा टिचर हुनुहुन्थ्यो, उनले भन्नुहुन्छ डोन्ट फर्गेट द्याट वेयर यु आर फ्रम मिन्स तपाईको रुट के हो। त्यही आज सेम लाइन आज देवराज सरले जुन चाहिँ भन्नुभयो अरू त्यतिखेर अरू यसलाई नै हामी फलो गर्दाखेरि फ्रम वेयर आई बिलोङ, विच इन्स्टिट्युट आई बिलोङ, फ्रम विच कम्युनिटी आई बिलोङ एन्ड फ्रम विच पर्टिकुलर स्टेट आई बिलोङ, त्यो हामीले सधैँ याद गरौँ भने सधैँ नराम्रो काम कहिले गर्न सकिँदैन, अरू सधैँ राम्रो, अरू सधैँ एभ्री डे वी क्यान ग्रो। भन्नुपर्ने निकै छ, तर आजको यो सम्बर्धनामा मलाई भनेको छ कि 5 मिनटमा खतम गर्नु। त्यही भएर 5 मिनटमा भन्नलाई यो छ कि आफ्नो गोर्खा जातिलाई गर्नको लागि त सधैँ म रेडी छु, सधैँ यु आर अल वेलकम। अलरेडी इन आइआइटी गुवाहाटी आई वुड लाइक टु इन्फर्म द्याट अहिलेसम्म जति पनि एन्टायर नर्थ इस्टमा छ 2024 मा इट इज ए म्याटर अफ प्राइड फर अल अफ अस कि 2024 maximum publication is done by your small kid, your child, and I would like to do more in future as well. अहिलेसम्म more than 120 पेपर गर्ने अहिलेसम्म यति रिसर्च 120 प्लस एससीआई रिसर्च पब्लिकेसन गरेर यो मेरो मात्रै एचिभमेन्ट नभई यो समग्र गोर्खा जातिको एचिभमेन्ट भन्न खोजेको। अरू आउनेवाला दिनमा नि योभन्दा अझै ठुलो एचिभमेन्ट गर्न सकौँ त्यति नै आशीर्वाद दिनुहोला। अरू सधैँ आफ्नै भाइ भनेर माया सधैँ दिनुहोला। सधैँ नाम यो गोर्खाको नाम चाहिँ म गोर्खाको नाम राख्नलाई होइन कि गोर्खाको, किनकि आई बिलोङ टु गोर्खा एन्ड आई एम गोर्खा नाम राख्नु पर्दैन, तर त्यही नि सधैँ फर्स्ट टप क्याटेगोरीमा गोर्खाको नाम चाहिँ होस्। म देवराज सरले मलाई 3-4 पल्ट कल गर्नुभयो अलरेडी। उहाँले सरलाई भनेको थिएँ कि हामीले साइन्स एन्ड टेक्नोलोजीमा हाम्रो मान्छेहरू कम्ती छन्, हामी यसमा अगाडि बढ्न सक्नुहुन्छ। त्यतिखेर सरले भन्नुभयो यसमा मात्रै होइन सबैमा हाम्रो, मैले यो भनेको कि हाम्रो गोर्खा भन्दाखेरि हामीले खालि यस्तो वीर भन्ने मात्रै होइन, वीर इन साइन्स, वीर इन टिचिङ, वीर इन एभ्रिथिङ। सो त्यति गर्दाखेरि इन नेक्स्ट 5 इयर्स वी आर ग्रोइङ। अरू नेक्स्ट 5 इयरमा हामीले सबै फ्याक्टरमा स्पोर्ट्स, साइन्स एन्ड टेक्नोलोजी एन्ड आर्ट्स एभ्रिवेयर हाम्रा मान्छे होस्, त्यही मैले खोजेको। अरू त्यति गर्नलाई म सधैँ डेडिकेटेड छु। अरू तपाईँको सपोर्ट पायो भने इन नेक्स्ट 10 इयर्स आई क्यान ग्यारेन्टी द्याट वी विल ग्रो एभ्रिवेयर। थ्याङ्क यू भेरी मच।